म्युजिक भिडियो चाहिँ कस्तो थियो भन्दाखेरि मैले चाहिँ झुट बोलेर गर्नु पर्थ्यो मम्मी म साथीकोमा जाँदैछु आज अलिक टाइम लाग्छ होला पार्टी छ यताउति भनेर भन्थेँ होइन अनि 5-6 बजीतिर फोन आउँथ्यो तेरो पार्टी अझै सकेन होइन बिकज यु नो हाउ सुट इज राइट कहिलेकाहीँ 10-11 बज्छ होइन छैन मम्मी अहिले टाइम लाग्छ अनि एउटा पोइन्टमा चाहिँ यस्तो भइसकेको थियो कि म 10 बजी घर आएको थिएँ मलाई बाहिर राखिदियो क्या 3 बजीसम्म रातिको ढोका नखोलिदिएको मम्मी मलाई अझै पनि याद छ यो कुराहरू आइनु हजुरहरूले बिर्सन सक्नुहुन्छ होइन मलाई अझै याद छ मङ्सिरको बेला जाडोमा मलाई बिहानको 3 बजीसम्म बाहिर राखिदिएको थियो क्या ढोका नखोलेर 3 बजी ढोका खोलिदिएको आई स्टिल रिमेम्बर द्याट संजोगले अझै पनि भन्छ यो कुराहरू तेरो त घरमा यस्तो थियो नि याद छ अनि अझैसम्म पनि मलाई एकदम डर लागेर म छतमा गएको थिएँ कि भागेर बिकज मलाई थाहा छैन हाउ माई पेरेन्ट्स गर्न रियाक्ट भनेर है गएँ माथि अनि हाफ एन आवर पछि तल झर्दाखेरि दे वर नर्मल क्या लाइक केही नभएको जस्तो ए अब यो भनेको यस हो कि नो हो त यु क्यारी अन कि यु डोन्ट क्यारी अन भने जस्तो भएको थियो मलाई बट देन मैले गरेँ त्यसपछि पनि मम्मी म सुटिङमा छु भनेर भन्न चाहिँ सजिलो भयो त्यसपछि चाहिँ